जापानमा चाहिँ यतिखेर नयाँ आउनेहरू एकदमै बढिराखेका छन् अनि यहाँ नि नयाँ आएको भाइ जस्तो मैले यहाँनिर अगाडि देखेको छु। भाइ के छ हौ खबर यार? किन यहाँ बसिरहेको छौ एक्लै? के साथीहरू छैनन्? कति भयो जापान आएको? जापान आएको त्यही भर्खर 4-5 दिन भयो। ए के छ त अनि जापान? भर्खर गएकोबाट आउँदै। ए अनि किन बस्यौ त नि यहाँ टुसुक्क भुइँमा है? भोक लाग्यो नि त्यही खाना पाएन भोक लागेर मात्रै भएको थियो अनि बस्नु। के छ जापानमा खानै नपाइने अवस्था भएको हो र भाइ? केही छैन रुममा त्यही खानालाई चाहिँ पैसा ल्याएको पैसा हराए अलिकति एयरपोर्टमा भन्दै ल यार भाइ अब के गर्नु त यता? ए अनि पढाइहरू कस्तो हुँदैछ जापानको? अनि के छ त नि यार भाइ? मलाई त त्यही फर्स्टमा त म केही बुझ्दिनँ त्यही के भन्ला भन्ने नि बुझ्दिनँ। अब त्यही हो दाइ जसो गरे नि केही अब के बुझ्दिनँ के म त केही भन्दा नि के यहाँनिर बसेको छु लाटाले पापा हेरिछु दाइ। ए अनि जापान आउनेहरूलाई के भन्न चाहन्छौ र तिमी अब आफ्नो यस्तो हालत देख्दाखेरि? के भनौँ दाइ अहिले त म त दुःख छ अहिले त नआऊ भन्छु होइन। अब बिस्तारै रमाइलो यदि रमाइलो भन्दा नि यदि सजिलो छ गर्न सकिन्छ भनेपछि पढ्न सकिन्छ काम गर्न सकिन्छ आफ्नो के पाल्न सकिन्छ भनेपछि अब त्यति बेला चाहिँ भन्छु दाइ। ए हो अहिले त दाइ अहिले त पेट भोकै लाग्यो। जाउँ तिम्रो मेरो होस्टेल पनि सँगै छ क्या भाइ होइन? जाउँ म पकाउँछु ओर्छु तिमीहरू चामलहरू यताउति त्यही खानुपर्छ है भाइ। नेपालबाट चामल नि नल्याएको दाइ केही नल्याएको। यहाँ महँगो है फेरि चामल। खाजा साजा ल्याथे त्यो खाजा पनि हराइहाल्यो दाइ। अब अलि एउटा लगेज हरायो खालि कपडाको मात्र छ दाइ लगेज। अब त्यसै छ दाइ। ठिक छ भाइ अब हामी नेपालीलाई सहयोग गर्नुपर्छ होइन? हामी अब सकेको यति नेपालीले बुझ्दै होइन यति हो तिम्रो नि काम पाउँछौ बिस्तारै अब तपाईँ जस्तो मान्छे भेटाएर दाइ। ठिक छ भाइ होइन अब गर्ने आफूले गर्ने काम कर्तव्यहरू गर्ने हो होइन? आफूलाई नि सुरुमा आउँदा कस्तो गाह्रो भएको थियो भन्ने सोचेर त्यहाँबाट जाउँ भाइ अब हाम्रो सँगै। मलाई त दाइ यो हुन्छ नि बाटो क्रसहरू गर्ने बेला लाइटहरू हेर्नुपर्छ है यतातिर। ल हामी चाहिँ अब जान्छौँ रुमतिर। यही बाटो एकछिन पछि जाने भाइ यहाँ रातो बलिरहेको छैन एकछिन पख भाइ।